गाइस नमस्ते। धेरै पछि म आज भिडियोमा आएँ। हामी आज मामा घर जाँदैछौँ सबैजना। दिदी भिनाजु छन् अगाडि। हेलो पछाडि यता भिनाजु हाई। हामी जाँदैछौँ अब हेर्दै जानु गाइस। अगाडि मम्मी र मामा गइसक्नु भयो, पछाडि दिदी भिनाजु आउँदैछन्। हामी भाइ र म अगाडि स्कुटीमा। मम्मी र मामा अगाडि हुनुहुन्छ। हामीलाई छोडेर जानुभयो मम्मी र मामाले। हामी चाहिँ जाँदैछौँ। मम्मी र मामाले हामीलाई छोडेर जानुभयो। हामीले भेटाउँदैछौँ अब। लगभग भेटाइसक्यौँ। ए मम्मीलाई भेटायौँ हामीले। हामी जाँदैछौँ। हामी जाँदैछौँ अगाडि दिदी भिनाजु, मामा र मम्मी, अनि लास्टमा भाइ र म छौँ। मलाई देखाएन भनेर म पिर गरिरहेको छ कि फेरि। ल पनि देखाइदिनु पर्यो नि होइन। जाँदैछौँ। हामी यो पुल हुँदै जान्छौँ। झलुङ्गे पुल नै अहिले त पक्की पुल भएछ। पहिला झलुङ्गे पुल थियो। हामी जाँदैछौँ अगाडि दिदी भिनाजु, मफिन, मम्मी र मामा। अब हामी पुग्न लायौँ। अब एकछिनमा पुग्छौँ हामी। धेरै टाढा छैन हाम्रो मामा घर, नजिकै हो। मैले चाहिँ मामा घर पुगेपछि माइजूलाई र भाइलाई देखाउँछु। अब मैले एकछिन अगाडि देखाउँछु। हामी जाँदैछौँ। उसलाई एकदम हतार छ। उसले छोडेर गयो भनेर उसलाई अगाडि जानु पर्यो अरे। आउन लागेछौँ। अहिले हामी कहाँ पुग्यौँ भनेपछि थोरै आधी बाटोमा पुगेछौँ। अब आउन लागेछौँ। पछाडि मामा र मम्मी आउँदै हुनुहुन्छ। अहिले मामा पछाडि हुनुहुन्छ, हामी बिचमा छौँ। दिदी भिनाजु अगाडि छन्, पछाडि अहिले पुरा खाली छ। आज शनिबार जाँदैछौँ हामी। अब आउन लगभग आइपुग्न लागिसकेछौँ मामा घर। हेर्दै जानु है कहाँनिर रहेछ। हजुरहरूले आउन लागिसकेछौँ हामी। लगभग आइपुग्न लाग्यौँ हामी। हेर्नु कस्तो राम्रो छ ल। हेर्नु है यता पुरा गहुँ पाकिरहेछ। वरिपरि घर छन्। हामी अगाडि जाँदैछौँ। दिदी भिनाजु वहाँ पुगिसके। हामी अब आइपुग्यौँ। लगभग आइपुग्न लागिसक्यौँ। पुग्यौँ भने पनि हुन्छ। अब त हामी आइपुग्यौँ। फाइनल्ली हामी आइपुग्यौँ माहल बोरा निवासमा आइपुग्यौँ। 1 टोली 2 टोली 3 टोली हामी आइपुग्यौँ। मफिनलाई जान हतार छ, घुम्न हतार छ। यस्तो छ है हरियालीमा। दिदीले करेसाबारी हेर्दैछ, भिनाजुले राख्दै हुनुहुन्छ। माछा बाहिर निस्किन नपाएको खुब। आऊ छिटो आऊ मुफिन, कम फास्ट। ल उसलाई मामा घर चिनिसक्यौ, गयो भित्र। अब हामी पनि जान्छौँ। अब हे देख्यो फर्स्टमा दर्शन। हामी आइपुग्यौँ नि। 2 जना यता आउँदैछन्। ल म चाहिँ अब माइजूसिम जान्छु। हेलो माइजू, नमस्ते। माउलाई हामी आइपुग्यौँ। माउलाई मफिन ल्याएर न उहाँ खुसी भएर गेम सुरु भयो। ए हैन छ म्याच चाहिँ हुँदैछ के। ल फोटो सानोको यहाँ फेरि माइजू, किरण,
काली रहेछ यहाँ सानी काली यहाँ बुद्ध गोटो रहेछ यहाँ टिभी छ यस्तो छ यहाँ अर्काले फेरि कपाल मसारे म देखिन पाउँछु कि भनेर त मम्मी दिदी मफिन यता खाना पाक्दैछ अहिले पाकिसकेपछि देखाउँछु के पाकिरहेछ यहाँ बसिरहेछ ए किरणले यहाँ पानी लिएर आयो यस्तो माया गर्छ आज काली नभएको किरणको काम धेरै चलिरहेछ कालीको काम यहाँ दर्शन गर्ने अरे मम्मीले र माइजूले हुनुहुन्छ माइती आउनु पाएर माल जान्न पाए नि यहाँ बुटोल माल भएछ ठुलो मामाले घर बनाएर रमाइलो भयो आनन्द आएछ जान्न पाए बोलेर सिक्नु खाए पनि आफ्नो माइत भनेपछि हो खाइदिन्छ अलिक अमृत खाए जस्तो हामी आज मामा घर छौँ यही खाना खाने हो खाना खाएर जाने हो आइजूले लाउनु भएको कति धेरै लाउनु भएको लसुन यता यति धेरै मेवा आँप फलेपछि खाने हो आँप कहिले फल्छ कुन्नी अब यता पनि के लाउनु भयो यता पनि बढी यता स्कुल हो त चाहिँ यता पारी पनि स्कुल हो यस्तो राम्रो छ यता सबैजनाले हेर्नुहोस् यो के हो यो मासु रहेछ कुखुराको यहाँ अचार रहेछ आलुको र काँक्रोको त्यसपछि यहाँ दाल छ त्यसपछि यहाँ सब्जी रहेछ आलु र उसको तरकारी अनि यहाँ फेरि माम रहेछ राइस कुकरमा ल हेर्नु है गाइस सबैजना खाना आउनु हाम्रो चाहिँ रेडी भयो अब हामीले खाने हो यहाँ सलाद छ ल सबैजना आउनु होला लाउन सुरु हुँदैछ दिदी बिनाजु अब हामीले त लगाउनु भएन दिदी बिनाजुले लगाउँदै हुनुहुन्छ टिका मफिन पनि टिका लगाइदिनु भने माइजू भनेर अगाडि गछ टिका लगाइदिँदै हुनुहुन्छ माइजूले यता मोबाइलमा छन् यता यस्तो छ यता यस्तो छ यिनीहरू आफ्नो हामी चाहिँ अब खानालाई वेटिङमा बसिरहेछौँ उता टिका टाल्दैछ हामी चाहिँ यता बसिरहेछौँ अब हामी खाना खान्छौँ एकछिनमा यहाँ पुरा चलिरहेछ लाउँदै हुनुहुन्छ कान्छो मामाले दिदी बिनाजुलाई अब पैसा कता राख्ने भन्ने भइसक्यो दिदी बिनाजुलाई 10 रुपियाँ पाएँ भाइले 5 रुपियाँ पायो म त खुसी त्यसो भए 5 रुपियाँ कान्छो मामाले पनि दिनुभयो पैसा थ्याङ्क यू मामा नमस्ते मामाले दिनुभयो धेरै पैसा पाएँ मैले अब म कहाँ जाने होला यो पैसा लिएर कति होला त गाइस गेस गर्नु यो खामभित्र मेरो पैसा टिकी लगाइदिनु भयो मफिनलाई पनि ट्यासन गरिदिऊ यहाँ खाँदै हुनुहुन्छ दुईजनाले यता फेरि मफिन खाना नपाएर गरिरहेछ यो अचार आउँदैछ अझै अचार आउँदैछ माइजूले ल्याइराख्नु भएको छ अझै खाँदैछौँ हामीले अब खाना स्टार्ट गर्ने हो यस्तो मासु खान पाइन्छ माओला आएपछि देख्यौ गाइजहरू ल हेर्नुहोस् उता पनि
यता पनि खाँदै हुनुहुन्छ सबैजनाले। एकछिनलाई मेरो मोबाइल मैले मामालाई छु। चैते दसैँका दिन सब्जी दाल भात सिधो हामीले मासु भात खायौँ। यता त दाल तरकारी अचार मुही र खानुस् दुईजनाले। आइसक्यौँ फाइनली खाना खाएर सबैजना बसिरहेछौँ। अब एकछिन बस्छौँ हामी सबै आफ्नो तालमा छन् सबैजना। मामा फोनमा बिजी विनाश फोनमा बिजी हुनुहुन्छ। थरबुजा खाएर बस्नु होला। हामीले थरबुजा खाइसक्यौँ। हामी गयौँ। बाई बाई। हामी चाहिँ अब जान्छौँ। हाम्रो मिसन पुरा भयो माउलाको। अब हामी जान्छौँ। बारी भयौँ। बाई बाई माइजू। फेरि आउँछौँ। गयौँ भो। हुन्छ त्यहीँ बस्नु त्यसो भए। ल ल हामी गयौँ। हुन्छ हामी चाहिँ निस्केको अब। हेलो हामी जाँदैछौँ। हामी पनि चल्यौँ। बाई बाई माइजू। हामी गयौँ। जान्छौँ हामी अब घर। आजको हाम्रो मामा घरको यात्रा सकियो। यहाँ भिनाजु रेडी हुनुहुन्छ जानलाई। यता मफिन रेडी छ जानलाई। हिँडी कि तिमी जान्छु? कहाँ जान्छु मफिन? कहाँ जान हिँडी कि? टुकु देऊ दिदीलाई। गुड 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 देऊ न। कति छुचो दिएन। हामी हिँड्यौँ मामा घरबाट। मम्मी र मामा एकछिन बस्नुभयो। हामी चाहिँ हिँड्यौँ। यस्तो गर्मी छ घाम लागेछ लास्टै। हिँड्यौँ हामी। स्कुटीमा पुरा मौज गर्दैछ। उसलाई रङ्ग लगाइरहेछ स्कुटीमा। हामी पनि जाँदैछौँ स्कुटीमा। सरी भिडियो यहीँबाट समाप्त भयो। हामी घर आयौँ फाइनल्ली। बाई बाई गाइज। नेक्स्ट भिडियो वेट गर्दै बस्नु होला। बाई बाई। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। बाई।